मान्छेहरू पनि निकै हिँड्दो रहेछ है यहाँ एकदम धेरै हिँड्छ यो मिरादोर भनेर भनेको चाहिँ भ्यू पोइन्ट होइन डेल चिप्रेस भनेर भनेको चाहिँ यो डाँडाको नाम चाहिँ डेल चिप्रेस हो कि स्पेनिस नाम अब धेरै किसिमको हुन्छ होइन अब कतिलाई अब प्रनाउन्स गर्न आउँदैन कतिले बुझ्छ कतिले बुझ्दैन त्यो भएर यो चाहिँ एउटा भ्यू डाँडा भनौँ न भ्यू पोइन्ट एक्सर्साइज गर्ने मान्छेहरू यसरी हिँड्दो रहेछ यहाँ दौडिने अब नेपालीहरू चाहिँ खायो सोफामा पल्ट्यो टिभी हेऱ्यो मोबाइल खेलायो हप्ता 2 दिन छुट्टी भए पनि यति 2 थाल भात खायो सोफामा बस्यो एउटा खुट्टा सोफामा राखेर एउटा खुट्टा दोबार्यो अनि बसेपछि अनि भुँडी नबढेर नेपालीलाई रोक्न लगाएर कसलाई डर लाग्छ एक्सर्साइज भन्ने कुरो जानेको छैन अनि जिउ सुकेको पेट फुकेको जिउ सुकेको पेट फुकेको चाक सुकेको अनि गाला फर्सी जस्तो त्यस्तो हुन्छ त्यही भएर एक्सर्साइज भन्ने चिजको पनि एउटा मान्यता राख्नुपर्छ खेजोन्ड मात्रै खाएर हुँदैन हेल्दी खान्छु भन्छ अनि हिँड्नु चाहिँ 2 कदम हिँड्नु पनि बसमा चढ्दिने अनि खेजोन्ड मात्रै खोजेर त अनि त्यो बसमा चढ्यो भने त्यो खेजोन्डले पनि रोग त निम्टाइहाल्छ नि त्यो एक्सर्साइज नगरेपछि पसिना त बगाउनु पर्यो अलिअलि जिउको पसिना भनेको जिउमा चाहिँ हाम्रो जिउमा चाहिँ हरेक किसिम खान्छौँ हामीले हरेक किसिमको खानाले टोक्सिक त्यो विष पैदा गर्छ त्यो विष चाहिँ पसिनाबाट निकाल्नुपर्छ हो त त्यो विष चाहिँ पसिनाबाट ननिकालेपछि त अनि जिउमा त्यो पसिना रहिरहन्छ विष चाहिँ जिउमै रहिरहन्छ अनि जति त्यो हेल्दी खाना खाए पनि कामै लाग्दैन नि यहाँ कफी पिउने ठाउँ आइपुग्नु आँट्छ अलिक माथिबाट चाहिँ यस्तो देख्दो रहेछ अलिक कफी पिउने बेलामा पैसा मैले तिर्नुपर्छ ठ्याक्कै हाम्रो नेपालतिर सल्लाह भेना आउँदैन हामी टिभिताको हिँडेर गएको होइन तपाईँलाई थाहा भयो नि त गएन होला कि होइन दीक्षा हो कि भाइ हो क्या गन्तेको 3 जना थियो जस्तो लाग्छ मलाई तेर्सेर तलबाट झऱ्यो क्या र आज बेलुका भएपछि त्यो बाटो तारले बाटो आउँदैछ क्या उहिलेको जस्तो तन्देरी जस्तो सम्झेर माथिबाट हाम्फालेर भोलिपल्ट हराइ खुस्केको थियो उहाँ हलाउनु चल्नु भएको थियो नि यस्तो मलाई दिल त पहिला कति हाम्फाल्यो भनेर हाम्फाल्यो बुढो हड्डी त अलिकति छडक्क भएपछि सकिएन ओह्रालो झन् खुट्टा दुख्छ नि थाहा छ बरु उकालोमा बिस्तारै हिँड्दाखेरि केही पनि हुँदैन होइन ओह्रालोमा त यो पानीको पाइप कहाँबाट ल्यायो यो उम्रेको पानी होला है यो चाहिँ हामी उत्तरपानी डाँडातिर हिँड्दैछौँ यो चाहिँ यस्तातिर बनमुला नि पाउँदो रहेछ ओ तल चाहिँ सान्ने रहेछ है
पारीतिर त्यो मौका पाक्री बार यतातिर चाहिँ यो उत्तरपानी डाँडा है होला यो त्यो डाँडा मुनि चाहिँ चुङमा होइन ओ पर देखेँ डाँडा मुनि चुङमा होइन यो चाहिँ उत्तरपानीको नागी डाँडा ल नागी हिँड्दैछौँ हामी चाहिँ ल यो किन्न अगाडि जानु चाहिँ एउटा मेरो साल हो अनि त्यो बहिनी हो सालको मिसेस यो चाहिँ रवि साथी नै हो कहाँको हामी बसेको ठाउँमा चाहिँ यस्तो ढुङ्गा पनि देखेको छुइनँ अहिलेसम्म मैले यत्रो 25 वर्ष भयो बाटो खोले बाटो यस्तो नि है पछि बाटो सबै घर घर पुगेको अरे है यतातिरको यो कति राम्रो नि दाइ जति के न यो चाहिँ नहुने के धर्मशालामा यो फर्निचर राखिदिएको रहेछ यो फर्निचरमा यसरी बस्नु पाउँदो रहेछ यो चाहिँ धर्मशालामै राखिदिएको रहेछ कसले राखेको नि यो चाहिँ मक्तनको ठुलो घरको मान्छेले हो के मोक्तानको घर धर्मशाला ठुलो घरको अब त्यही मोक्तानको घरको चिबी देखेर मान्छेहरू हुर्केर धाउँदैन धाउने त होइन त त्यो माथि त्यो चिसोमा बस्दा भयो त्यो बजारमा अलिक तातो ठाउँमा र अलिकति त्यसो भनेर माथिबाट झरेको जतिखेर नि यो चाहिँ के अरे मारे यो कुन ठाउँ अरे यो पारीको चाहिँ यो हस्पिटलले त्यो पार्टहरू हो तर यो चाहिँ हस्पिटलले स्कुल बेस भनेर भन्दैन ए उता पारीको डाँडाहरूमा नि त्यो बस्छ नि है मान्छेहरू छ त्यता नि नेपालीहरू अहिले त फटफट होला हौ तिमीलाई मैले एउटा लिङ्क पठाएको थिएँ नि युट्युबको हो के हो ए कहाँको त्यो ठाउँमा त एकदम सस्तो 200मा कोठा भाडा घरै पनि सस्तो न सस्तो पाउँछ नि अनि त्यो माथि फेरि यस्तो पनि अरे नि त अनि काम पनि पाउँछ अरे फेरि त्यहाँ भन्दैछ त त्यहाँ चाहिँ बुढाबुढीहरू हेर्ने यताउति कस्तो कामहरू पाउँछ अरे भनेर त्यहाँ सबैजना त ठ्याक्कै उठेर देखेको छु नि त्यो डाँडा पारी त्यो चाहिँ सबैजना पानी बोकेर यसो खाजा चाहिँ बोक्नु पर्थ्यो tomar logo ahora. Logo. Ah, logo. Wait. That's somebody. त्यो भन्नु नि मैले हाँसिहालेँ ए Hasta luego. Hasta luego. हजुर
के भयो डिस्टाको त्यो अनि के भन्यो त्यो भन्नुपर्छ त अनि भाउसँग गफ कस्तो भयो त आज पाउँछ त्यस्तै अब ऊ चर्कियो भने म पनि चर्किन्छु ऊ नरम भएन म आज पनि ऊ त पुरा आज धुमधाम नपरेको जस्तो होइन हाम्रो प्रायः त्यस्तै हो घरिघरि चाहिँ अब त्यो मलबासे हान्छ कि मलाई होइन घरिघरि के अरे के भन्छ शनि चढ्छ नि त मलबास मलबास शनि अब मन्दिर तिर्छ सनी तर कहिले कहिले त्यसो गएको छ हुन्छ नि कहिले कहिले त्यसो भने आज जग्गा चाहिँ उत्तर पनि धर्मस्थल पाख्नेपार आज त यस्तो रहेछ के अरे लोग्ने मान्छे क्या त्यो बुढीसँग के अरे राम्रोसँग कुरा गऱ्यो भने चाहिँ उज्यालो अनुहार पनि उज्यालो हेर नि त आज त्यत्रो उकालो हिँडेर त्यत्रो उकालो हिँडेर आएको थकाइ छैन उज्यालो क्या न त दिन थाकेर अर्को मान्छे के अब हेर्नु त हिजो कस्तो थियो है दर्शक हेर्नु आज कति उज्यालो देखेको फ्रेस छ मान्छे अम्म याद त्यो नभेट्दा त यस्तो यहाँ उहाँ कहाँ नगएको हुँदा त अम्म अब यसो साला पनि चाहिँ यसो दुई चारवटा शब्द के कस्तो आएर भइरहेको छ खै ऊ भागिहाल्छ किनभने खै त्यो त्यहाँ हेर न यता खालि अनि यस्तो उकालो साइकल कहाँ ल्याउनु नि बोकेर पनि ल्याउँछु त्यो उकालोमा त्यहाँदेखि उता पनि बाटो रहेछ त अस्ति दिक्साल लगेको मलाई पापा त यो उकालोमा त साइकलै तान्नु सकेन भन्दै थियो मलाई अनि यो उकालोमा कहिले खोल्नु सक्छ यस्तोमा त्यो उकालोमा त म त त्यहीँ भएको पनि मैले त त्यो भन्दै थियो सक्दैन म यो साइकल त त्यति घर पर्दैन क्या यति वाला हो नि त यहाँ यो बेटीवाला हो क्या यस्तो त यतिको त बिस्तारो चलाउनु सकिन्छ क्या कुदाउनु त कुदाइ 1500 साइकलले जानु सकेको यस्तो हो नि त्यो इलेक्ट्रिक साइकल कुदाउनु भयो भने त अर्को त यस्तो अस्ति मैले है त्यो इलेक्ट्रिक साइकल त्यो घर चाहिँ यसको कुदाउँछु भनेर त्यो लुनाको साइकल थियो त्यो त्यो त कहाँ पाहाड चढे जति भनेपछि कहाँ त्यो अब त्यो बानी बिग्रिएर त बटरमै सक्दैन सोनाको साइकल हेर्छु त्यसै साह्रो त्यो लुनाको साइकल त्यसै साह्रो भने यिनीहरूले भनेर भनेको त भरे त बानी खुस्किएर रहेछ क्या यो ठाउँ चाहिँ के भन्छ यसलाई त्यो अब टिभी दबाको सानो पुगा त चलिरहेको छ किन नगर्नु 2 मिनेट रहेछ टिभी त अब जाने त्यो त पर डल्लो माथि डाँडा दिकै छ यहाँबाट बस चढेर जानुपर्ने तर थुप्रो छ जाउँ त बसमा चढेर छोटो पर्छ जाने हुन्छ त्यो के ठाउँमा दिएछ माइला टिभी त अब भएन टिभी त अब
कफी रहेछ नि यत्रो डाँडामा आएर खाने ठाउँ र कफी तरिएर काइरहन्छ यो अटोमेटिक मेसिनमा खै हुन्छ गर्नु फेरि जुसहरू त पाउँदो रहेछ भित्र यस्तो चिसोमा जस्तो के खानु तातो सुख पाए त्यही भएर त्यो पाएको बिहानै सुप माग्छु एउटाको मात्रै होइन के को एउटाको मात्रै भनिरहेको बित्थामा आजै फेरि ब्रेड पनि नखाएको आज फेरि ब्रेड नखाएको आएर फेरि झन् मैले बिस्कुट एक दुईवटा भनिदिएको आजै ब्रेड पनि नखाएको ब्रेड खाँदा त यति मजाले यतिखेर हो खाना खाने त उहाँ त 5:30 बजीभित्र आउँछ फेरि यो चार्ज गरौँ ल भन्दै अहिले के त्यो चाहिँ होटल हो के हो त्यो ए त्यो त जल्दी के रहेछ रहेछ त नि यताबाट आउने पो त अनि त्यो मान्छे यहाँ भेटेको फटाफट हिजो भने फेरि ठुलो आउने त्यो अग्लो त माथि बलेको चाहिँ के हो त कुन चाहिँ त्यो त्यो त यो फ्याक्ट्रीको टावर हो कि भन्नु त्यो तर यहाँ चाहिँ गर्मी महिनामा आउनुपर्छ कि भएन अनि राम्रो रमाइलो हुन्छ अझ पनि टाइम छ यताबाट गएर अहिले त्यो सोह्र मेट्रोमा जाने कि यहाँबाट हिँड्दै तलतिर जाने थिएन न हेर जताबाट जाने अब मैले बाटो देखेको छु र मैले के मान्छे रहेछ जता जो अब हुन्छ त्यता हिँड न म त के भन्छु जता गयो नि त्यो जता लगाऊ त्यता जान्छु ल Yes. यस्तो रहेछ है बाटो चाहिँ के हेर्दा हेर्दै रात परिसक्यो यस्तो छ बाटो जङ्गलको बाटो
आज त हिँड्दा हिँड्दै झमक्कै बेला भयो त तेरिका किन बिस्तार ए उयो तल छ तल खरै उदिनेर गयो भालले च्वाक्क पार्नु पर्ने क्या भालले आज चाहिँ हामी खतरनाक बाटोमा आयो